मम्मी यो कटर काट्न धौन र चोप लाग्छ यसको त लाग्छ नि चोप कसैले तेल लाउनुहुन्छ कटर काट्दा कसैले मैले चाहिँ प्रायः जस्तो पानी लगाउँछु पानीले पनि यसको चोप काट्छ के धेरै जस्तो धौन त यो काट्न मलाई मम्मी यो किनेर ल्याऊ कि रुखबाट झार्या हो झार्न त बोटबाटै झार्या तर यो चाहिँ किनेर ल्यायो ए कति महँगो छ नि यो कटोरा यहाँ पराठमा बसेर हेर त बस्ने ठाउँ भएको छ स्कुलबाट आएर मम्मी चाहिँ अब काटिसकिन लाग्यो नि ए बोक्राले मात्रै हल्का ठुलो राखो के आगे हो त्यो त मम्मी यो प्लास्टिक सानो भइहाल्छ ए पुरै धौ हुन्छ होला नि मम्मी उतार्नुहोस् त कस्ता राम्रो बिरुवा यस्तो राम्रो असिनाले फल्यो हाम्रो त्यहाँ इस्कुस फल्दैछ कतिको फल्छ है जहिले लगाए पनि त्यो हेर्नुहोस् त यस्तो भयो त खै कस्तो हुन्छ मिठो छ कि छैन हेरौँ अब ठुलो भावे हल्का मजाले पेट मिठो छ कि छैन है सानो रहेछ यसरी काट्छन् अनि यस्तरी काट्यो नि त पिस यो त्यो चक्कुले केही काट्दैन कि नाम्चिन अर्को चक्कु थियो कहाँ छ दामी पिस काट्नु पर्छ के सानो सानो फेरि यहाँ खाँदै उमिँदै आफ्नो गाउँ हाम्रो मम्मीले चाहिँ यदि काट्दै हुन्छ यस्ताको दुईटा काटिसक्नुभयो तपाईँहरू चाहिँ कसरी काट्नुहुन्छ म चाहिँ यसरी काट्छु यसरी काट्दा चाहिँ सजिलो हुन्छ के काट्नु चाहिँ गाह्रो नै हुन्छ तर यसरी काट्दा चाहिँ अलिक सजिलो नै लाग्छ मलाई चाहिँ मम्मी यो कस्तो मजाले काटिरहेको मासु पसलमा काट्छ नि त्यस्तै गरी अनि यो पनि मासु जस्तै त हुन्छ नि यसलाई बनाउन जानेपछि यो मासु बराबरै हुन्छ क्या अनि यसको पिस पनि मासु जस्तै हुन्छ मैले सुरुमा खाँदा चाहिँ यो मासु नै भनेको थिएँ कि मैले हाम्रो चाहिँ योमा रेडी भइसकेको छ मैले काटिसकेँ साथी यति भयो यसमा चाहिँ अब आलु मिक्स गर्ने हो ल म पकाउँछु कसरी मम्मी यो पानी चाहिँ किन उमाल्नु भएको नि भकभक यो पानी चाहिँ कटर हल्का बोइल गर्नलाई अनि यसमा चाहिँ म थोरै तेल राख्छु अनि तेल राखेपछि यता यता कटरको चोप लाग्दैन त्यही भएर यसलाई चाहिँ हल्का बोइल गर्नुपर्छ अनि बल्ल हुन्छ के यति पानीले मा बोइल भइहाल्छ यो चाहिँ यतिको भयो कि यो अब यसलाई चाहिँ हामीले बन्द गर्नुपर्छ ग्यास यसको पानी चाहिँ फाल्ने अनि त्यस पछाडि चाहिँ यसलाई फेरि पछाडि बढाइदिने है यसमा चाहिँ के राख्नुहुन्छ नि मम्मी त्यसमा चाहिँ मैले जिरा राखेँ